ल नमस्कार साथीहरू। आज लगभग 3 दिन पछि अलिक दिन खुलिएको छ। हुस्सु लाग्ने, पानी पर्ला जस्तो गर्ने, जाडो निकै बढेको थियो। मौसम खुलेपछिको अवस्था मौरीहरूको। मैले चाहिँ मौरीहरूलाई चाहिँ सबै यो ठाउँमा ल्याउँदैछु। यहाँ अलिक बिहान पनि बेलैमा घामले भेट्छ, बेलुका पनि बेलुकैसम्म, रात परिन्जेलसम्म नै घामले भेट्छ। यसमा अलिक कमजोर छ यो मौरीहरू। सबै यो त्यो घरलाई पनि ल्याउने छु, वरिपरिको घरलाई। अलिकति त्यो मान्छे आवाज जावाज गरिने ठाउँ, अनि त्यस्तो ठाउँमा अलिक यिनीहरूलाई डिस्टर्ब धेरै हुँदो रहेछ। यसरी कुनै बाधा अवरोध नहुने गरी सबै मौरीहरूलाई चाहिँ यहाँ ल्याउँदैछु मैले। एकदम राम्रो छ मौरीहरूको अवस्था। अनि यो मौरीहरूलाई त्यो यतापट्टिको यो घरको चाहिँ रानीले काम गरिसकेको छैन, त्यो काम गरिसकेपछि यहीँ ल्याउने, त्यसलाई पनि यहीँ ल्याउने हो। अनि एउटा काम आज म गर्दैछु साथीहरू। जाडो निकै बढ्न थालेको छ। यो चिजले चाहिँ अब मौरीको घरलाई न्यानो बनाउनको लागि यो लगाइदिँदैछु। जाडो सिजनमा पनि अलिक राम्रो उत्पादन गर्न सकिन्छ कि भन्ने लाग्यो। यिनीहरू माथि मह कक्षामा चढ्न थालिसकेको छ। यसले त निकै माथि काम पनि गरिसकेको छ। त्यही भएर हुन चाहिँ यहाँ खासै धेरै जाडो चाहिँ हुँदैन, तर पनि ट्राईको लागि मङ्सिर पुसमाघको जाडोमा पनि कतै यिनीहरूले राम्रै काम गर्छ कि भन्ने ट्रायल छ अहिले। अनि प्राय जङ्गलमा यति बेलाको सिजन सुरु भएको छ। पुरै चिउरीहरू, अरू फुलहरू, यो लहरा लुहुरीको फुलहरू, सबै फुलहरू अहिले प्राय फुलिरहेको छ। तर जाडो सुरु भइसक्यो हो, त्यो कारणले अलिकति भएको फुलको रसहरू चाहिँ ल्याउन नसक्ने अवस्था हुन्छ यो जाडोमा। त्यही भएर यो काम गर्दैछु म चाहिँ साथीहरू। भिडियो चाहिँ अलिक लामो हुने रहेछ। यसरी मजाले काम गर्न थालिसकेको छ। मौरीले पनि सिल गर्न थालिसकेको छ चाका।
बास यति भयो चाहिँ काम भयो। यसरी नै सबै घरहरूलाई त्यहाँ दुईटा छ, अब त्यहाँनिर अर्को पनि भरै तलबाट ल्याउँछु अनि पर भएको सबै घरहरूलाई यसरी नै जाडोको कोट लगाइदिनु पर्ने हुन्छ साथीहरू। बाख्राहरू पनि जाडोमा बाहिर घाम तापिरहेको अवस्था छ। एकदम राम्रो छ, चरण क्षेत्र अहिले निकै राम्रो छ यो सिजन। त्यही कुनै बेला यसरी जाडो भइदिन्छ, अलिकति समस्या छ मौरीहरूलाई पनि। ल साथीहरू, अलिक राम्रो व्यवस्थापन गर्न सके मौरीमा पनि धेरै राम्रो छ। ठाउँ अनुसार अलिक फरक पर्न सक्छ। उता कुनै कुनै ठाउँ त यति बेलै खास सिजन मजाले मह काटिराखेको भिडियोहरू देखिन्छ, तर यता खासै अहिले सिजन चाहिँ होइन। अब यो चैत वैशाख फागुनदेखि उता जब गर्मी सुरु हुन्छ अनि चाहिँ एकदम राम्रो उत्पादन हुन्छ महहरू। तर कुनै बेला अलिक छिटै मौसम परिवर्तन भएर बर्खा लागेर पानी परिदियो भने चाहिँ त्यता पनि समस्या छ साथीहरू। रमाइलो छ नि मौरीहरू यसरी काम गरेको हेर्न, आफैले पनि जोस जागर चलेर आउँछ क्या। त्यही भएर म चाहिँ भन्छु आफूमा जोस जागर चलाउनको लागि चाहिँ एक दुई घर मौरी चाहिँ पाल्नुहोस् भन्छु क्या म चाहिँ। त्यो हेरेर त्यसै जोस जागर चलेर आउँछ क्या। हेर्नु यिनीहरूलाई कति चाहिँ हतार छ त कामको, उनीहरूलाई केही टेन्सन छैन, खालि काम गर्नु पर्यो उनीहरूलाई। काटिरहेको अवस्थामा पनि उनीहरूको आफ्नो काम चाहिँ गरिरहेको हुन्छ। हामी मान्छे हो भने कराएर रुएर, तर यिनीहरूको त्यस्तो छैन, यस्तो काममै छ व्यस्त। ल धन्यवाद साथीहरू, आज भिडियो यति नै। मौसम एकदम रमाइलो छ, घमाइलो छ। ल जय मौरी, जय प्रकृति।